किसानहरू हुनुहुँदो रहेछ धेरै। म खबरीलाल, किसानहरूको खबर सम्प्रेषण गर्ने मान्छे हुँ। म विगत 2 दशकदेखि पोखरामा एउटा साप्ताहिक कृषि कार्यक्रम चलाउँदै आएको छु। कृषक चौतारी भन्ने मेरो रेडियोमा चल्छ। हुन त म बहस चलाउने, समाचार वाचन गर्ने मान्छे पनि हुँ र खास गरी कृषि प्रधान देशमा बसेर कृषकका समस्याहरू पनि हामीले दिनुपर्छ भनेर कहिले स्थानीय सरकारहरूसँग सहयोग पाएर कहिले सहयोग नपाइकन पनि हामी चाहिँ कार्यक्रम चलाउँदै आएका छौँ। म केही सुझावहरू यहाँलाई दिन्छु। हामी कहाँ के छ भने कृषक भन्ने नै अहिले कस्तो भयो भने अब बारीमा कृषक यहाँ आउन नसक्ने, यहाँका कृषक झोला बेर्ने खालको भयो। गाह्रो नमान्नु होला। हामी कहाँ त्यो प्रवृत्तिले गर्दाखेरि समस्या भयो। त्यो वास्तविक किसान गर्ने मान्छे अहिले बारीमै छ। हामी जुन चाहिँ झेला भेट्छौँ ती हामी यहाँ आउँछौँ, यहाँ आएका हुन्छौँ। यद्यपि यो कार्यक्रममा नआउँला, तर हाम्रा अधिकांश कार्यक्रम यस्तै यस्तै हुने गरेका छन्। हिजो जिल्ला कृषि विकास कार्यालयले 12 लाख रुपियाँ बजेटमा चलाउँदा र अहिले करोडौँ बजेटमा चलाउँदाखेरि हामीले उत्पादन कति हो, हामी कति आयातमुखी भयौँ, कति निर्यातमुखी भयौँ, यहाँलाई हेक्कामै होला। र हामी कहाँ अनुदान भनिरहँदाखेरि हामीले के गर्यौँ भने झोला दिनेलाई अनुदान दियौँ, उत्पादनका आधारमा हामीले अनुदान दिएनौँ। उत्पादनका आधारमा अनुदान नदिँदाखेरि हाम्रो चाहिँ फसल चाहिँ लोप हुँदै गयो। हामीले के गर्यौँ, पशुमा अनुदान दियौँ, टिनको टहर हाल्यो, किला गाड्यो, अनि दामला छन्, मान्छे विदेशतिर छ, त्यहाँ दामला त देखिन्छ, अनुदान लानु त दामला त चाहियो। अनि झन् मान्छे घुम्न गयो, त्यहाँ अनुगमनमा गयो, अनुगमनमा जाँदाखेरि मान्छे विदेश छ भन्दा के भयो त भन्दाखेरि सकिएन भन्ने खालको छ। अब उहाँ अन्य क्षेत्रमा व्यवस्था दियो, अनुदान दियो, त्यो मान्छे अन्य राजनीति गरेर हिँडेको छ, वास्तविक कृषक छैन। यो समस्या हो, यसलाई हटाउनेतिर लागौँ। र अर्को हामी कहाँ समस्या भनेको अहिले शत्रुजीवको समस्या छ। वास्तवमा भन्ने हो भने हुँदा केही पनि होइन। मेरो गाउँमा एकपटक मुसाले कोदो खायो भनेर मान्छे जोडिएकोसम्म घटना छ र इलाका पुलिस गएर त्यो कोदोबारीमा जोडिएकोसम्म मैले जान्दछु। म बच्चा हुँदाखेरि अब मुसाले खाएको रहेछ कोदो, तर काटेको थियो। कसले काटो कोदो भनेर अब कोदो कति गाह्रो हुन्छ टिप्न तपाईँहरूलाई नै थाहा होला। तर मुसाले सकेको कोदोमा मान्छे जोडिएको अवस्था थियो। र हामी कहाँ अहिले के छ भने यो शत्रुजी भन्नाले चरा, मुसा, बाँदर, दुम्सी, बँदेल र क्षेत्र अनुसार कहाँ कहाँ के पाइन्छ त्यसको प्रकोप छ। र खास गरी हामी कहाँ यो हेर्दा गण्डकी तटीय क्षेत्रमा रातो बाँदर सबभन्दा बढी पानी हामी कहाँ रातो बाँदर हो। यो रातो बाँदरको प्रकोप अत्यन्तै छ। र वास्तवमा भन्नुहुन्छ भने अहिले गाउँमा मान्छे किन बस्दैन, किन खेती गर्दैन भन्दा बाँदरको प्रकोपले गर्दाखेरि बजारतिर मान्छे आएको अवस्था छ। हामी यहाँ प्रदेश सरकारले नीति बनाउँछ, हामी जस्ता सञ्चारकर्मी दिएर त्यहाँ सुझाव पनि दिएका छौँ, तर बाँदरको नियन्त्रणका बारेमा हामी यहाँ कहिले पनि त्यस्ता खालका नीति बनेनन्। अरू नीति बन्छन्, तर बाँदरका बारेमा बाँदर खेती गरेर सबैले गरेर त खाइहाल्छ नि भने त्यही बाँदरले खानु अन्त नगरेर हो भन्ने मात्रै छ झाडा डाँडा। अब त्यो बाँदर व्यवस्थापन गर्ने कसरी हो त्यतातिर हामी लाग्नुपर्छ। किनभने खेती गरेन भने त बाँदर आयो। अब खेती नगर्दा पनि अब बाँदर आयो भनेर सहने हो कि त्यसको स्थायी खालको समाधान गर्ने त्यो हामी लाग्यो, त्यतातिर ध्यान दिन जरुरी छ भन्ने मलाई लाग्छ। अब प्राकृतिक कुराहरू अर्को छ। अब यो भैपरि आउने असिना, खडेरी, अब हामी कहाँ देख्नु भएको छ अहिले पानी आली होप्टे आउँछ। पानी हिजो 7 दिन 8 दिनसम्म झरी लागेको हुन्थ्यो, अहिले चाहिँ आली होप्टे पानी आयो, भत्ता आयो, बढ्यो गयो, सकियो। समस्या हामी कहाँ छ, जलवायु परिवर्तन छ। अब यसले पारेको असरको बारेमा सरकारले, अब स्थानीय सरकार, स्थानीय पालिकाले सोच्ने कि नसोच्ने यतातिर हामी लाग्नु पर्ला। र अर्को यो किसानहरूलाई समस्या भयो भनेर मैले कृषि कार्यक्रम चलाउँछु र खास गरी किसानहरूले गुनासो गरिरहनुहुन्छ। यो कृषि उत्पादनमा पान र अडिटको व्यवस्थाले गर्दाखेरि किसान समस्यामा परे। यसलाई किसानलाई त सहुलियत दिन्न हामीले भन्ने कुरा छ। अब यो किसानलाई यदि सहुलियत दिन सकिन्छ भने स्थानीय पालिका र स्थानीय सरकार, स्थानीय मन्त्रालयले यो चाहिँ दिन सकोस् भन्ने मलाई लाग्छ। र हरेक उत्पादनमा यो समर्थन मूल्य आवश्यक छ। मूल्य समर्थन नहुँदा, मूल्य श्रृङ्खलाका सूचीहरू तयार नहुँदा हामी कहाँ समस्या आएको मलाई लाग्छ। त्यस्तै गरी अब यो बिचौलिया धेरै भए। उत्पादन गर्ने किसानले बन्दा उत्पादन गर्यो, उसले 20 रुपियाँ किलो पाउँदैन, लानेले 80 रुपियाँ 120 रुपियाँ किलोसम्म बेचिरहेको छ। बिचको मूल्य कसले खाइदिन्छ, त्यसको उत्पादन लागत कति हो, बिउको मूल्य, लगत मूल्य कति पर्छ त्यो पनि हामी कहाँ थाहा छैन। यसका लागि पनि अब अलि जिम्मेवार हुनु पर्ला भन्ने मलाई लाग्छ। र अब यो आयातितलाई भन्दा स्थानीयलाई प्रोत्साहन पक्कै गर्नुपर्छ। स्थानीय किसानहरू अहिले हामी कहाँ छ, विदेश गएका भाइहरूले कतिपय उहाँ उत्पादनमा लागेका यहाँ आएर स्वदेशमा आएर चाहिँ उत्पादन गरिरहेको अवस्था छ। स्वदेशमा आएर उत्पादन गरेकाहरूले उनीहरूले सहज रूपमा उनीहरूको फसललाई बढाउने खालका कार्यक्रमहरू सरकारले ल्याउनु
छैन। 2 आना 3 आना 4 आना 1 रोपनी 2 रोपनी मात्रै छ। चक्लाबन्दीको अलि समस्या छ। प्रदेश सरकारले पनि यहाँ चक्लाबन्दी भनेर अघिल्लो वर्ष ल्याएको थियो। अहिले त्यो चक्लाबन्दी कता गयो र त्यो कता हाल्यो, त्यसको नाम निशान गरेर केही सुन्दैन। हामी कहाँ कार्यक्रम आउँछन्, तर कार्यक्रम आयो, 1 वर्ष आयो, सरकार फेरियो, मन्त्री फेरिए, सबै फेरिन्छ, अनि नीति कार्यक्रम जम्मै फेरिन्छ। अब त्यो मन्त्री फेरिए पनि, सरकार फेरिए पनि त्यो बनेको नीति कार्यान्वयन